ल साथीहरू सबैजनामा नमस्कार छ। आजको नयाँ ब्लगमा यहाँहरूलाई स्वागत छ। आज चाहिँ शनिबारको दिन श्रमबार, देशव्यापी रूपमा श्रमदान कार्यक्रम हुन्छ। आज चाहिँ हामी यहाँ नियमित श्रमदान प्रत्येक शनिबारको दिन बुढानीलकण्ठ मन्दिर वरिपरि हामी सरसफाइ कार्यक्रम गर्नेछौँ। ल अहिले चाहिँ म आइसकेको छु, साथीहरू चाहिँ आउँदै हुनुहुन्छ। साथीहरू ल यो भिडियोलाई अन्तिमसम्म हेर्दै गर्नु होला। हामी कस्तो किसिमले सरसफाइ गर्छौँ त आज भन्ने कुराको भिडियोहरू आउनेछ। साथीहरू सबैको जय होस्। ल साथीहरू अब चाहिँ हामी श्रमदाता साथीहरू यहाँ भेला भइसक्नु भएको छ। शनिबार हुन्छ, जस अनुसार आजको सरसफाइ कार्यक्रम सुरु हुन लागेको छ। साथीहरू ल सबैजनाको जय होस्। ल नमस्ते। उहाँ हुनुहुन्छ हाम्रो श्रम संस्कृति पार्टीको केन्द्रीय सदस्य धनबहादुर श्रेष्ठ। जय श्रमदान, जय श्रम, जय श्रमदाता। जय श्रमदाता। आज हामी यस बुढानीलकण्ठ मन्दिरमा सरसफाइ कार्यक्रम अगाडि बढाउन गइरहेका छौँ। सर्वप्रथम हामी सबैजना मन्दिर गएर मन्दिरभित्र मन्दिरको दर्शन गरेर आउँछौँ। त्यसपछि फेरि यहीँ जम्मा भएर हामी कसरी चाहिँ श्रमदान सुरु गर्नुपर्ने हुन्छ भनेर सल्लाह गरेर अगाडि बढाउन हुन्छ। हस् ल धन्यवाद। ल अब श्रमदान सुरु गर्नुभन्दा पहिला चाहिँ हामीले चाहिँ पहिला मन्दिर दर्शन गर्ने भन्ने चाहिँ योजना रहेछ। अब मन्दिर दर्शन गरेर त्यसपछि हाम्रो श्रमदान सुरु हुनेछ। यहाँ विशेष सरसफाइ साथीहरू आउँदै हुनुहुन्छ। हामी अहिले 8-10-12जना भेला हुँदैछौँ। ल साथीहरू है, ल सबैजना आउँदै हुनुहुन्छ। ल होइन घुमेर जाने। आज हामी यो जुन चाहिँ बत्ती बाल्ने छ यो हामी तल्काउन सक्छौँ। यसलाई चिटिक्क बनाउने योजना छ। यहाँ बाहिर यो मन्दिर वरिपरि जुन चाहिँ फोहोरहरू छ त्यो हामी सबै सफा गर्छौँ। गर्न सकिँदैन वरिपरि यसो हेरौँ के अनि कसरी चाहिँ हामीले चाहिँ यहाँको सरसफाइ कसरी गर्न सकिन्छ भनेर आइडिया लिउँ न। हजुर वरुण सर, यहाँ मन्दिरभित्र ए ल हस् सरसफाइ गर्ने होइन सर यो फुल सबैलाई लगाइदिनुहोस्। ए सबैलाई ओके। फुल चाहिन्छ ए हस् थ्याङ्क यू। यता त सफाइ रहेछ है। पानी लिएर आउनु भएको? पानी छ नि त्यहाँ। हाम्रो 3 केस दर्शन गरेर वरिपरि हामी निरीक्षण गरेर पनि आयौँ। अबको हाम्रो कार्यक्रम यो बत्ती बाल्ने यो पित्तलको बत्ती बाल्ने वरिपरि लगाएको छ त्यसलाई चाहिँ हामी तल्काउने काम गर्छौँ। कोही साथीहरू चाहिँ मन्दिर वरिपरि चाहिँ यो फोहोरहरू टिपेर सरसफाइमा लाग्छौँ। र यहाँ उपस्थित अन्य भक्तजनहरू कोही सरसफाइ अभियानमा जोडिन चाहनुहुन्छ भने जोड्न सक्नुहुन्छ र हरेक तवरले के कसरी गरेर सहयोग गर्न सक्नुहुन्छ हामीलाई सहयोग गर्न सक्नुहुनेछ। कुमार राई हो, काठमाडौँ जिल्ला श्रम संस्कृति पार्टीको सहसचिव हो। र हामीले चाहिँ यो श्रमदान भनेको चाहिँ देशव्यापी रूपमै गरिरहेका छौँ। सफा अभियानमा लागौँ, जुटौँ। यो अभियानले गर्दाखेरि हाम्रो सानो अभियानले गर्दाखेरि देशलाई सफा राख्न मात्रै मद्दत नगरेर हाम्रो चेतनालाई पनि सफा होस् भन्ने चाहन्छौँ। र हामी देशैभरि हाम्रो व्यापक रूपमा हाम्रो श्रम संस्कृतिले यो गरिरहेका छौँ, अभियानहरू चलाइरहेछौँ। धरानमा त अब श्रमबाटै तपाईँको ठुल्ठुला पार्कहरू बनियो, ठुल्ठुला तपाईँको चाहिँ आयमूलक कार्यक्रमहरू सिर्जना भयो। हामी काठमाडौँमा पनि यसरी जुट्यौँ भने यहाँ पनि हामीले राम्रो राम्रो कुराहरू गर्न सक्छौँ। आज 2-4 जना हुन्छौँ, भोलि जोडिँदै जानुपर्छ। एउटा फुलमा मालामा गाँसिँदै हामी सम्पूर्ण नेपाली मालामा गाँसिनुको लागि यहाँहरू सबैले अनुरोध पनि गर्न चाहन्छु। धन्यवाद। जय श्रम संस्कृति, जय माता। उहाँलाई चाहिँ हामी आज काठमाडौँ टिमबाट टी सर्ट एउटा आज हामी हस्तान्तरण गर्न गइरहेछौँ।
उहाँलाई हाम्रो टिममा स्वागत छ। श्रमदानमा सधैँ हप्तै पछि उपस्थित भइदिनुको लागि हामी अनुरोध पनि गर्दछौँ। अनि यो चाहिँ हाम्रो स्पोन्सर गर्ने हुनुहुन्छ मणि राई र सम्पूर्ण परिवार बेल्जियमबाट है। हाम्रो काठमाडौँ टिमलाई उहाँले चाहिँ स्पोन्सर गर्नुभएको थियो है। लस् थ्याङ्क यू। म चाहिँ मेरो पुरानो घर पञ्चायतबाट खातबारी म अहिले हालमा काठमाडौँ जानु सुहाई अनि अहिले हाम्रो श्रम यो हाम्रो श्रम भन्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा रहेछ भन्ने कुरा मैले सुन्दैछु। त्यस कारणले गर्दाखेरि आज फर्स्ट टाइम समितिको यहाँ कोही मान्छेहरू होला नि होइन, हामी जानकारी चाहिँ दिउँ भन्ने कुरा भयो भित्र होला होइन। हुन्छ त्यो कुरा नेपालमा जति पनि दाजुभाइ दिदीबहिनी हामी सबैले थाहा हुनुपर्छ कि यो हाम्रो देश हो, हाम्रो ठाउँ हो। हामी श्रम गरेर हामीले यहाँ जुनै पनि कामहरू गरिलग्यो भनेदेखि धेरै राम्रो हुन्छ भन्ने मलाई ठुलो मलाई आशा र सम्पूर्ण जुन चाहिँ मलाई लागिरहेको छ। त्यस कारणले गर्दाखेरि सबै दाजुभाइ दिदीबहिनी सबैले चाहिँ यो कामलाई चाहिँ अगाडि बढाएर चाहिँ तपाईँ हामी सबै मिलेर चाहिँ हातेमालो गरेर सरसफाइदेखि लगेर अनेक किसिमको सबै कुरो चाहिँ हाम्रो चाहिँ यो कामलाई चाहिँ अगाडि बढाउनु पर्छ भन्ने मलाई चाहिँ जरुरी लागेको छ। र अनि सब एक भएर चाहिँ यो कामलाई चाहिँ अगाडि बढाउँ। जय देश जय नेपाल। थ्याङ्क यू, गुड लक। आज हामी देशकै भनौँ अथवा काठमाडौँ उपत्यकाको एकदमै चर्चित स्थल नीलकण्ठ धार्मिक स्थलमा उपस्थित भएका छौँ र यहाँ उपस्थित भएर आज हामीले यहाँ देखेका फोहोरहरू अथवा यहाँ जति पनि चाहिँ धार्मिक स्थलमा बुढा नीलकण्ठमा यस प्रकारको फोहोर मैला देखेका छौँ। यो चाहिँ हामीले आज श्रमदान मार्फत सफा गर्ने र देशव्यापी जनताहरूलाई आह्वान गर्दछौँ कि त्यस्ता धार्मिक स्थलहरू, पार्टी पौवाहरू, सार्वजनिक स्थलहरू, बाटोघाटोहरू, विद्यालयहरू सबै चाहिँ सफा राख्नुपर्छ, राम्रो बनाउनुपर्छ र त्यसलाई अझ एकदम सफा सुग्घर बनाएर एक प्रकारको सभ्य समाज निर्माण गर्नुपर्छ भन्ने अभियानका साथ हामीले पूर्वबाट हर्क सम्पाङको नेतृत्वमा श्रमदान अभियान सुरु गर्दै आज हामी देशको मध्यम स्थल अथवा मध्य भाग काठमाडौँतिर यो अभियान ल्याइपुर्याएका छौँ र तपाईँहरू जुन माध्यमबाट सामाजिक सञ्जाल अर्थात् युट्युब अर्थात् टिकटक लगायत विभिन्न सञ्चार माध्यमबाट हामीलाई सुन्दै हुनुहुन्छ र हाम्रो अभियानलाई साथ दिँदै हुनुहुन्छ भने तपाईँहरू हप्ताको एक दिन समय छुट्याएर तपाईँ हाम्रो समाज निर्माण गर्न, तपाईँ हाम्रो देश बनाउन, तपाईँ हामीले चाहेको परिकल्पना पूर्ति गर्न तपाईँहरू हामीलाई साथ दिनको लागि उपस्थित हुनुहोला। सकेसम्म हप्ताको एक दिन अनिवार्य श्रमदानमा उपस्थित हुनुहोला। यो श्रमदान तपाईँ हाम्रै समाजको लागि हो, तपाईँ हाम्रै पुस्ताको लागि हो र यो देशको लागि हो। त्यो नाताले म तपाईँहरू सबै आम नागरिक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई श्रमदान अभियानमा जुट्नुहोस्। हाम्रो ठाउँ हामी आफैले बनाउने हो, कुनै नेता आएर बनाउने होइन। यसो भएको हुनाले हाम्रो विचारमा परिवर्तन गर्दै हाम्रो ठाउँ हामी आफै बनाऊँ भन्ने नाराका साथ आज हामी यो काठमाडौँ जिल्लाको बुढा नीलकण्ठ भन्ने धार्मिक स्थलमा आइपुगेका छौँ। यहाँ दर्शन हामी सबैले गरेका छौँ र यो दर्शन प्राप्त गरिसके पश्चात हामीले यहाँ सार्वजनिक रूपमा यसको वरिपरि रहेका फोहोर मैलाहरू टिप्ने गर्छौँ, सफा गर्छौँ र यसलाई सुन्दर सभ्य धार्मिक स्थल बुढा नीलकण्ठ जो चर्चित छ त्यसै गरी यसको वरिपरि रहेका यो विकृत अथवा फोहोर मैलालाई सफा गरेर सुन्दर धार्मिक स्थल बनाउँछौँ र नेपालभर अर्थात् विश्वमा पनि बुढा नीलकण्ठ धार्मिक स्थललाई चर्चित र विश्वव्यापी प्रचार प्रसार गर्नेछौँ भन्दै तमाम श्रमदाता साथीहरूलाई आजको यस श्रमदान अभियानमा आफूले सक्दो श्रमदान गर्नु हुनका लागि अनुरोध गर्दै म आफ्नो भनाइ यही टुङ्ग्याउँछु। धन्यवाद। म देश सोच्न सकूँ, म देश बोल्न सकूँ, देशकै लागि कर्म गर्न सकूँ, देशकै लागि मर्न सकूँ। सम्पूर्ण मेरा प्यारा साथीहरू, यो ऐतिहासिक दिनमा आज यो देवभूमि बुढा नीलकण्ठ मन्दिरको प्राङ्गणबाट एउटा
देशको माटो बचाउन आफ्नो धर्म संस्कृति सम्पदा र हाम्रा मूल्य मान्यताहरूलाई स्थापित गर्नका निमित्त अहिले हामी माटो अभियान लिएर यो बुढालिन कण्ठ मन्दिरमा उपस्थित भएका छौँ र हामीले भगवान विष्णुको पाउमा गएर पुगेर एउटा आशीर्वाद लिएका छौँ। अब देशकै लागि बोल्न सकौँ, देशकै लागि मर्न सकौँ, देशकै लागि केही गर्न सकौँ र सबै आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू यो माटो भनेको यहाँहरू सबैको अभियान हो। तपाईँहरू जति पनि आम नागरिकहरू बुढालिनी कण्ठ मन्दिर दर्शन गर्न आउनु भएको छ, यहाँहरू सबैजनालाई हृदयदेखि एकचोटि माटो अभियानमा जोडिन पनि म यहाँहरू सबैलाई हृदयदेखि अनुरोध गर्दछु। हामी सबैले एउटा उखान छ नि, एक थुकी सुकी सयौं थुकी नदी भने जस्तै हामी थोरै मानिसहरूले थोरै काम गर्न सक्छौँ, तर हामी सबैजना आफ्नो ठाउँमा जुट्यौँ, सबैले एकचोटि माटोमा हात लगायौँ भने हामीले ठुलो परिवर्तन गर्न सक्छौँ। यो मूल्यलाई स्थापित, यो मूल्य मान्यतालाई स्थापित गर्दै म एउटा विगत 2065 सालदेखि विभिन्न नागरिक अभियानहरू सञ्चालन गर्दै आइरहेको एउटा युवा हो, नागरिक अभियन्ता हो। खासै म अहिले श्रम संस्कृति पार्टीमै सङ्गठित सदस्य त छैन, तैपनि यो अभियानप्रति मेरो हृदयदेखि नमन छ, यो अभियानप्रति झुकाव छ र यो 30औं वर्षदेखिको जुन राजनीतिक पार्टीहरूको लुट, अन्याय, अत्याचार र देशको चाहिँ यस्तो स्थिति अभिगत बनाए, यिनीहरू विरुद्धको एउटा चाहिँ सशक्त प्रतिपक्षको रूपमा माटो अभियानलाई हेरेको हुँदा, त्यो अभियानलाई मनले महसुस गरेको हुँदा आज हामी बुढालिनी कण्ठमा छौँ र म धेरै बोल्न चाहिनँ, अब काम गरेरै देखाउँछु। जय माटो, जय देश, जय जनता। नमस्ते 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 जय माटो, जय माटो, जय अर्को सम्पाङ। जय अर्को सम्पाङ। मेरो नाम रामकृष्ण परियार, म बुढालिनी वडा नम्बर 5 बाट आजसम्म अब यो चाहिँ हर्का सम्पाङले गरेको कामलाई मैले हर्का सम्पाङ चाहिँ नर्पित हुँदादेखि नै फलो गरेर अहिलेसम्म मैले फलो गरिरहेको छु र उहाँको कामहरूलाई मन पराएर अब म पनि केही गर्नुपर्छ भनेर श्रम संस्कृतिमा लाग्नुपर्छ, यही नै देशको विकास हो भन्ने सोच गरेर म पनि अहिले सम्मिलित हुन थालेको छु, लागेको छु। तपाईँहरू पनि देश, म नेपाली हुँ, मेरो नेपाल हो भनेर सधैँ बात्रा र भाइ भतिजा छोराछोरीलाई पनि नेपाल बुझाउन चाहनुहुन्छ भने श्रम संस्कृति पार्टीमा नलजाइकन पार्टीको मेरो पार्टी यो तेरो पार्टी यो भन्ने कुरा नलिकन श्रम संस्कृति पार्टीलाई यसपालिको चुनावमा माटो चिन्हमा सबैले भोट हालेर जिताउनुपर्छ। तपाईँको पार्टी राख्नुहोस्, तपाईँ नेपाली काङ्ग्रेस हुनुहुन्छ राख्नुहोस्, हुनुहोस्, एमाले हुनुहुन्छ हुनुहोस्, माओवादी हुनुहुन्छ हुनुहोस्, जे भए पनि हुनुहोस्, तर श्रम नै यो देशको चाहिँ विकासको पाटो हो भन्ने कुरालाई मनन गरेर तपाईँको छोरालाई, तपाईँको छोरीलाई विदेशीले 24 घन्टा काम लगाउने किसिमको चाहिँ वातावरण हामीले नबनाऊ। हामी यही देशमा मेरा बच्चाहरूलाई हुर्काउँछु, बढाउँछु, पढाउँछु र म मेरो जसरीसँग हुन्छु, मलाई उभिने बेलामा उभिन नसक्ने बेलामा मेरै छोराछोरीले हात समाओस् भन्ने तपाईँको उद्देश्य छ भने तपाईँ खुसी भएर रमाउँदै आजैदेखि यसमा जोडिनु होला। जय हर्का सम्पाङ, जय माटो। जोजोलपा नमस्ते, जय श्रमदान। म अगुवा सम्झाटा, मेरो नाम दिपेन्द्र दङ्गल। यस पवन धार्मिक पवन भूमिमा टेकेर आज हामी बुढालिनी कण्ठ नगर कार्य समितिको आयोजनामा हामी यस प्राङ्गणभित्र बाहिर हामी सरसफाइ अभियान चलाइरहेछौँ। यो हाम्रो देशैभरिको अभियान हो। अब तपाईँहरूले पनि साथ दिन्छ र माटो चिन्हमा भोट हालेर तपाईँहरूको छोराछोरी, तपाईँहरूकै ठाउँको, तपाईँहरूको सानो दाजुभाइ दिदीबहिनीहरू को आउनुहुन्छ, जिताउनुहुन्छ भन्ने पूर्ण आशा राखिरहेछु। अबको चुनाव भनेको देशघाती, देशद्रोहीलाई हराएर देशभक्तिलाई जिताउनु पर्ने। तपाईँहरूले 10 चोटि सोचेर माटो चिन्हमा भोट हाल्नु भन्ने आग्रह गर्दै आज हामी यहाँबाट सुरु गर्छु। हस्त, जय माटो, जय श्रमदान, जय स्वाभिमानी। ल अब हाम्रो परिचय कार्यक्रम सकियो। अब हामी श्रमदान सुरु गर्छौँ साथीहरू। समक्ष राख्न चाहे हाम्रो श्रमदान कृतिपुरमा लगभग 700 जना भन्दा बढी श्रमदाताहरूले कृतिपुरमा पनि श्रम गरिराख्नु भएको जानकारी यहाँहरूलाई गराउँदछु।
र आज हाम्रो 2 बजे हाम्रो चाहिँ टन्डोलको क्रिकेट रङ्गशालामा भित्र हलमा हाम्रो चाहिँ महानगर स्तरीय तपाईँको कमिटीहरू पनि श्रम संस्कृति पार्टीको महानगर स्तरीय कमिटी पनि 2 बजे गठन हुन गइरहेको पनि जानकारी गराउँदछु र हाम्रो यहाँ सानो भेलाले पनि हामीले यो हाम्रो देवभूमिलाई हाम्रो यो धर्मस्थललाई हामीले सफा राख्न सानो एउटा जमात भेला भएको छौँ। यहाँहरू सबैलाई धन्यवाद। ल हाम्रो अब नियमित श्रम चाहिँ अन्तर्गत हाम्रो फोहोर मैला सङ्कलन गर्ने कार्यक्रम सुरु भइसक्यो। ल नियमित ल साथीहरू अब बुढानीकण्ठ मन्दिर वरिपरि हाम्रो श्रम संस्कृतिको तर्फबाट हामीले नियमित श्रमदान अनुसार प्रत्येक शनिबार चाहिँ यसरी फोहोर मैलादेखि लिएर सबै कुराहरू श्रमदान सुरु गरियो। ल श्रमदानबाट हाम्रो फोहोर मैला सङ्कलन गर्ने काम हाम्रो सुरु भइसक्यो साथीहरू। ल सरले धमाधम दिने हुनुहुन्छ। ल नमस्ते। ल हाम्रो केन्द्रीय को टिम साथीहरू नै सुरु भइसक्यो, आइपुग्नु भयो। ल यसरी फोहोर सङ्कलन भइरहेछ। ल हाम्रो यो बुढानीकण्ठ मन्दिर परिसरमा आज शनिबारको दिन प्रत्येक शनिबार श्रमदान हुन्छ, जस अन्तर्गत आज बुढानीकण्ठ नगरपालिका पनि छ, उता कीर्तिपुरमा पनि सरसफाइ भइरहेछ र प्रत्येक ठाउँमा नेपालभरि सरसफाइ भइरहेछ आज। ल सरसफाइ अनि श्रमदान भनौँ, श्रमदानमा जे काम पर्छ त्यतिको आज देशव्यापी रूपमा भइरहेछ। कसले सिकायो त्यस्तो भन्न हो, कस्तो ज्ञानी रहेछ। ल बच्चाहरूमा पनि श्रम गर्नुपर्छ, सरसफाइ गर्नुपर्छ भन्ने ज्ञान आइसकेको छ है साथीहरूलाई। गुड जब बच्चाहरूले नि यसरी गर्नुपर्छ, स्याबास। फोहोर मैला फाल्नु हुँदैन है ल बाहिर, हस्। खबरदारी गर्छौँ र सर हजुर एकचोटि आउनु त सर। यो मन्दिरमा छ नि सर, के गरे के यस्तो कम्तीमा यहाँ त एउटा डस्टबिन के हेर्छ यो व्यवस्थापन समितिले। हजुरहरूले अलिकति खबरदारी गर्नु पर्यो नि सर, हो कि भन्नुहोस् त। होइन मन्दिरमै फोहोर लुकाएर राख्यो भने धर्म गर्ने ठाउँमै फोहोर भयो भने मजा आएन नि सर, हो कि यो त सफा गर्नु पर्यो नि त। यहाँको संरक्षण समिति के हेरेर बसेको छ फोहोर व्यवस्थापन हामी अर्को हप्ता फेरि आउँछौँ सर। त्यो हुँदाखेरि यहाँ फोहोर नहोस् है, यो मिडियाले पनि खिचिरहेको छ हेर्नुहोस् होइन, भोलि फेरि यो कन्ट्रोभर्सी हुन्छ कि है सर। हजुरले यसलाई नोट गरिदिनु होला प्लिज। हामी धन्यवाद। ल सबैजनाले सानो सानो टुक्रा पनि नफालौँ होइन। यता आउनुहोस् त। कता छ त्यता संस्कृति पार्टीले अभियान सरसफाइ अभियान गर्दै लाँदाखेरि देखिएको बुढानीलकण्ठ मन्दिर परिसरभित्रको अवस्थाहरू हेरिदिनु होला ल है। यहाँ यता आउनुहोस् त, उहाँलाई दिउँ त। ल हेर्नुहोस्, यो चाहिने सम्बन्धित, यता आउनुहोस् त, यो देखाउँ पहिला। यो ब्लकको भाइ आउनुहोस्। ल यो चाहिँ सम्बन्धित निकायको चाहिँ चाँडोभन्दा चाँडो यसमा ध्यान जाओस्। यो यहाँबाट तपाईँको चाहिँ के हुनसक्छ भने आगो मात्रै सल्क्यो भने पनि हाम्रो देवभूमि, हाम्रो तीर्थस्थल, हाम्रो मन्दिर परिसर अवस्था यस्तो छ भनेदेखि यो सम्बन्धित निकाय, सम्बन्धित व्यक्तिहरूको ध्यान यसमा कडाभन्दा कडा जाओस् र आइन्दा भोलिबाट यो नहोस् भन्ने हामी श्रम संस्कृति पार्टीले चाहन्छौँ। आज हामी एक दिन सफा गरेर जाँदैछौँ, अवस्था यस्तो छ हेर्नुहोस् है। ल हामी श्रम संस्कृति किन यसरी हिँड्छौँ भन्दाखेरि व्यतिथिको विरुद्धमा, यस्तो अवस्थाको विरुद्धमा। ल हेर्नुहोस्, यसलाई चाहिँ चाँडोभन्दा चाँडो ध्यान जाओस्। लु अब टिप्ने काम गरौँ है। ल झ्याप्पा झ्यापसँगले। ल ल गुड, ढ्यालो बाबु हो, गुड गुड गुड। भोलिको नेताहरू, भोलि देश बनाउने कर्णधारहरू। ल
हो मुलुक बनाउने तिमीहरूकै लागि त नि हामी भनेको त श्रमको बिउ रोपेर हामी गर्छौँ ल टक्क गरेर ल गुड ल हेर्नुहोस् राम्रो मान्छे ल यस्तो अवस्था छ हेर्नुहोस् है यसरी चाहिने सबै सिसादेखि लिएर जम्मै छ नि यो अवस्था यस्तो छ ल हेर्नुहोस् बिजोग छ यस्तो छ उता चाहिँ फोरको खिच्नुहोस् र भिडियो पोस्ट गरिदिइहाल्नुहोस् है यस्तो अवस्था चाहिँ नहोस् आइन्दा भनेर चाहिँ हामीले अब यहाँनिर सरसफाइ गर्दाखेरि भेटेको भेटी चाहिँ हामीले यहाँनिर चाहिँ चन्दा बक्समा चाहिँ उहाँले यसरी खसालिदिनु भएको छ ल धन्यवाद सरलाई यहाँनिर चाहिँ बिजुलीको तार पनि यसरी अव्यवस्थित रूपमा चाहिँ राखेको भेटियो ल एकदमै फोहोर बाहिर यसो हेर्दाखेरि चाहिँ अलिकति सफा जस्तो देखिन्छ तर भित्र कुना काप्चातिर सबै फोहोर मैला चाहिँ डङ्गुर तरिकाले थुपारेको पाइयो साथीहरू बुढानी कण्ठ नगरपालिकाले यसलाई ध्यान दिनुपर्ने देखिन्छ र यहाँको व्यवस्थापन समिति पनि चाहिँ यहाँ गुठी संस्थान होला ल यसरी घुम्ने होला ल ल हाम्रो तर फोहोर मैला त यो कुना काप्चातिर लुकाएको रहेछ कि हामी यहाँ भित्र सकौँ एक राउन्ड अनि बाहिर ल यता भित्र पहिला सकौँ अनि बाहिर जाउँ न यता सकिसक्यो फोहोर मैला चाहिँ यसरी टिप्ने हो टिप्ने हो साथीहरू ल है हाम्रो चाहिँ व्यापक फोहोर मैला सङ्कलन भइरहेछ हाम्रो नियमित प्रत्येक शनिबार श्रमबार श्रमदान हुन्छ आज श्रमदानबाट यहाँ बुढानी कण्ठ मन्दिर परिसरमा फोहोर मैलाहरू सङ्कलन गर्ने काम हुँदैछ साथीहरू र फोहोर मैला चाहिँ एकदमै है हिजो म स्वयम्भू पनि गएको थिएँ लास्टै फोहोर त्यो फोहोर देखेर जानै मन लागेन मलाई माथि बुढानीलकण्ठ मन्दिरको आसपासतिर यस प्रकारले चाहिँ स्वयम्भू पनि लास्टै फोहोर हुनु धेरै फोहोर हुनु राम्रो होइन यसले गर्दाखेरि बुढानीलकण्ठ मन्दिरको इमेजमा नराम्रो भक्तजनहरूमा चाहिँ रमाइलो फिल हुनसक्छ त्यो नाताले बुढानीलकण्ठ मन्दिर हेर्दाखेरि सरसफाइको सफा अथवा चाहिँ अलिकता चर्चित जस्तो लाग्यो पनि तर यो दायाँ बायाँ अलिक कुना काप्चातिर हेर्दा चाहिँ धेरै फोहोर यो सबै चाहिँ निर्माण गर्न पनि अल्पत्र हालेको चिजहरू पनि रहेछ यो सबै चिजहरू चाहिँ दायाँ बायाँ राखेर व्यवस्थित गर्न पनि हो नि तर आजको मितिमा आएर हेर्दाखेरि सबै भद्रगोल कुनै भत्केका कुनै चाहिँ टुटफुट भएका मर्मत गर्न बाँकी तितर बितर जहाँ चाहिँ सामानहरू फालेको देखिया छ त्यो नाताले अब हाम्रो अभियानले यो हुन दिँदैन हाम्रो अभियानले अब यो टुटफुट भएका सबै कुराहरू चाहिँ मर्मत गर्नेछन् नचाहिने सामानहरू दायाँ बायाँ राखेर यो यस मन्दिर वरपरलाई चाहिँ धार्मिक स्थल प्रख्यात धार्मिक स्थल बनाउनका लागि र यहाँ चाहिँ बढीभन्दा बढी मात्रामा पर्यटकहरू अथवा चाहिँ भक्तजनहरू भित्राउनमा हामीले सहयोग गर्नेछौँ त्यो नाताले हामी देशैभरि अगाडि बढिरहेको छौँ त्यो नाताले आज काठमाडौँको बुढानीलकण्ठ आइदिएका छौँ यी यावत कुराहरू चाहिँ अब सुध्रिनुपर्छ अहिलेसम्म सुध्रेको रहन्छन् होइन कुनै पनि चाहिँ निकायले यो ठाउँमा ध्यान दिएको रहन्छ यस्तो खालको चाहिँ भइरहेको वडाले अथवा चाहिँ यहाँको नगरले चाहिँ हेर्नुपर्ने हो यो धार्मिक स्थल अब यहाँ हुन त कयौँ चाहिँ डोनेसनहरू पनि आइरहन्छ चन्दा सङ्कलन भइरहन्छ यी कुराहरू ल चाहिँ हुनुपर्नेमा आज नभएको देखियो ल उहाँले पनि एकदमै धेरै यो चाहिँ यहाँको फोहोर मैला व्यवस्थापन सम्बन्धी कमजोर देखियो र त्यसको बारेमा चाहिँ उहाँले एकदमै आक्रोश दुःख व्यक्त गर्नुभएको छ ए ल नानी बाबुहरू फोहोर मैला हुँदैन क्या हुँदैन फोहोर मैला फाल्नु हुँदैन ल
ल ल ल त्यहाँ माथि ल यो रक्सीको बोतल हो ए ल ल ल ल है तर साह्रै घृणित काम हुन्छ क्या यस्तो र जानु है होइन यो त ल बुढानी कण्ठ मन्दिर वरिपरि छौँ हामी यता त बियरै ल हेरौँ ल होइन मन्दिरभित्र जाँड खाएर ल यस्तो किसिमको यस्तो किसिमको फोहोर मैला चाहिँ गर्नु भएन ल यतातिर नि हेर ए कति हो कति फोहोर त ल एकदम बिस्तारो ल हेर हेर्नुहोस् त ए त्यो बियर खाएर यसरी बोतल फालिन्छ विष्णुमा ती बुढालिनी कण्ठको धर्मशालाको झ्यालबाट खसेका बोतलहरू देख्दा हेर्नुहोस् त हामीले कस्तो धर्म सिकाएछौँ कस्तो कर्म गर्न सिकाएछौँ खोइ गुरुहरूले यसरी चाहिँ फाल्नु भएन भन्ने चाहिँ अब आज हामीले चेतना छर्दैछौँ ल धन्यवाद ल नानी बाबुहरूलाई नि धन्यवाद यो सिसाले काट्छ है हात ल बिस्तारी यस्तो किन्नुपर्छ नि ए के हो ए हात काट्छ है हात ल मैले बियरको बोतल पनि भेटेको छु नि हो ल हेर ल यिनीहरू सबै टिप्नुपर्छ ल ल ल हेर है तेरि यो त है यो राम्रो कुरा होइन सरकार के हेरेर बस्छ स्थानीय सरकार के हेरेर बस्छ हामीले बियरको बोतल फ्यालेछौँ के हेरेर बस्छ यिनीहरू यस्तो फोहोर गरेर कर्मचारी त पत्तै हो यो फोहोर गर्नको लागि चाहिँ हामी श्रमदाता नै आउनुपर्ने रहेछ त होइन त श्रमदाता बिना दुबो रोपेर श्रमदाता बिना यो मुलुक बन्दैन बन्दैन होइन त काम गर्नुपर्छ यहाँ त दुबो रोपेर बिहान ध्यान गर्ने ध्यान गर्ने ठाउँमा तर यहाँ त फोहोरै फोहोर फाल्ने ठाउँ भएको छ अनि यस्तो भनेपछि अनि के भन्ने मान्छेको यस्तो चाहिँ नि सिसाहरू यसै राख्ने यो सरसफाइको लागि कति बजेट छुटेको होला होइन अब हेर्नु न यहाँको चाहिँ नि कर्मचारीले के गर्छ यस्तो फोहोरहरू तलब त खाइरह होला ए सिसाहरू यसै पुग्यो तलब त खाइरहेको होला होइन सर खैनी पराकहरू खानेहरू कसरी यसरी हुन्छ पालेछ कि ल छैन राज्यले पालेर राखेकै होला ल जे हो भने आज श्रम संस्कृति पार्टीले श्रमदान अभियान मार्फत सरसफाइ गरिँदैछ भक्तजनहरूको यहाँनिर पराको बेटी चाहिँ कहाँ गयो यो त हुनुपर्ने त्यसरी सफा त कसैले राख्नुपर्ने ल बेरोजगारहरू त थुप्रो छ त नेपालमा बोलायो उसको बिल्बुको कुनै चोरले लिएर आएर च्यातेर फालेको हुनसक्छ 5742 बिल्बुको होइन यो कसको बिल्बुको बिचरा टोयोटा गाडीको रहेछ गाडीको रहेछ यो पुलिसलाई बुझाइदिनु पर्छ यो हेर्नुहोस् त यो काम लाग्ने चिज हो काम लाग्ने चिज हो यो पुलिसलाई बुझाउनु पर्छ यो धेरै च्यातिसकेको छैन यसको एउटा सानो अवशेष मात्र छ यो त्यति भएर अवशेष भए पनि हुन्छ यो ल तपाईँलाई नै यहाँ राख्नु अहिले पुलिसलाई बुझाइदिनु ल यो चाहिँ अब बनाएर हाल्यो भने उसको रेकर्डमा चोरहरू चाहिँ तपाईँको नेपालमा लोप भइसक्यो यो 25 पैसा है 25 पैसा 25 पैसाको अवशेष छ 25 पैसा ल 25 पैसा नि भेट्यो यहाँ है ल यसलाई पनि मन्दिरमा त्यसलाई पनि अहिले चाहिँ लगाएर त्यहाँ उमा के अरे डोनेसन बक्स अथवा के अरे राज्यको यसरी भनौँ कि कर्मचारी त होला त यहाँको सरसफाइ गर्नेहरू छ होला है हामीले चाहिँ अब भए चाहिँ नि यसरी हामीले चाहिँ गर्छौँ न ठिक होला फेरि एउटा व्यक्ति हुने यो हाम्रो अभियानले सजिलो ठाउँ हेर्दैन हाम्रो आँखाहरूले गाह्रा ठाउँ हेर्छन् ल अप्ठ्यारा ठाउँहरू अप्ठ्यारा चुनौतीहरूमा काम गर्ने बानी हाम्रो हुन्छ ल सरसफाइ होइन हामीलाई चाहिँ राज्यको चाहिँ अप्ठ्यारो चुनौतीहरू दियोस् न हामी गर्न तयार छौँ सरकारले सक्ने यो काम लाग्दैन होला हामीलाई दिन्छ हामी गर्दै के होइन हौ साथी भनौँ है ल ए फोहोर मैला त कति हो है बाहिर यसो अलिअलि पोते जस्तो गर्ने बाहिरबाट देखाउने बाहिरबाट रङ पेन्टिङहरू गर्ने अनि त्यहाँ पछि भित्र चाहिँ पस्यो भने दङदङ्ती गनाउने ल यस्तो किसिमको फोहोर मैला चाहिँ गर्नु भएन यहाँको मन्दिर व्यवस्थापन समिति र यहाँ चाहिँ बुढानी कण्ठ नगरपालिकाले हेर्नु पर्यो
ल सानो नानी ल सानो नानी बाबुहरूले पनि फोहोर मैला सङ्कलन गरिरहेछ है। यसो फोहोर मैला गर्नु हुँदैन ल। मन्दिर परिसरमै यहाँको व्यवस्था पनि यो अब यहाँ भित्र बाहिर कताबाट फाल्यो होला, तर यहाँको सेक्युरिटीकाहरूले हेर्नुपर्ने हो। ल फोहोर मैला सङ्कलन भइरहेछ। फोहोर मैला कति रहेछ दिदी? टन्नै रहेछ है। होइन, हामीले यो प्लास्टिक नकुहिने चिजहरू मात्रै टिप्ने भन्ने आज। साथीहरू अहिले चाहिँ यहाँ बुढानीलकण्ठ मन्दिर भित्र यो सरसफाइ कार्यक्रम भइरहेछ। यो बत्ती बाल्ने दियोलाई चाहिँ टिलिके पकाउने काम गरिरहनु भएछ। हाम्रो श्रमदाताज्यूहरू यसरी नियमित श्रमदान गर्नुहुन्छ। आज चाहिँ विशेष गरेर श्रमबार पनि हो, शनिबार श्रम संस्कृति पार्टीले चाहिँ श्रमबारको घोषणा गरिसकेको जस्तै हो साथीहरू। प्रत्येक शनिबार चाहिँ श्रमदान हुन्छ। ल उहाँ सर पनि अब भित्र सरसफाइको लागि जानलाई तयारी हुनुहुन्छ। ल यसरी अब हामी भित्रपट्टि टिपिसकेर यसरी बाहिरपट्टि पनि हामी सरसफाइ गर्दैछौँ। इँटा त होइन नि? ए ल यहाँ ल यसरी हेर्नु ल सरसफाइ। हाम्रो नियमित श्रमदाता पुनम दिदी ल यसरी सरसफाइ चाहिँ फोहोर मैला एकदमै धेरै छ। र यस्तो हिलो हिलोमा पनि हामीले यो गाडी विशेष गरेर यो गाडी ड्राइभरहरूले हो क्या यो फालेको त यो। अलिकति यहाँतिर गरिदिनु होला हौ, अलिकति बाहिरतिर, अलिक यतातिर आउँदै हुनुहुन्छ है। यसो गरौँ अनि यसो फालिहाल्यो क्या। ल हेरौँ यतै, ल फोहोर मैला हेरौँ ल। होइन यसैले ल ल फोहोर मैला त अत्याधिक है। एउटा यस्तो मन्दिर परिसर वरिपरि विशेष गरेर यो गाडी साडी पार्किङ भएको ठाउँमा चाहिँ होइन, यो भोला गुट्काको खोल चाहिँ धेरै हुन्छ क्या। यसो खायो फुत्त यसो फालिँदो रहेछ हो कि। त्यही हो, म पूर्व पश्चिम ट्राभल गर्दा पनि म्याक्सिमम् तपाईँको यो गाडी यातायात व्यवसायीहरूले अब सञ्चालक ड्राइभरहरू भनौँ न, भोला गुट्का खाने फुत्त फालिदिइहाल्ने। ल यस्तो छ स्थिति। यता हेरौँ यस्तै। ल है तेरिका। ल आज नियमित श्रमदान अभियान अन्तर्गत आजको शनिबार चाहिँ बुढानीलकण्ठ नगरपालिकाको बुढानीलकण्ठ मन्दिर वरिपरि हामीले सरसफाइ कार्यक्रम गर्दैछौँ। ल यस्तो हाम्रो साथीहरूले सरसफाइ गर्दै हुनुहुन्छ। ल फोहोर मैला त अत्याधिक छ है। ल हेर्नु त ल यो भोला गुट्का फाल्ने चाहिँ विशेष गरी यो गाडीको चालकहरू हो है। म्याक्सिमम यसो खायो फुत्त फालिहाल्यो। ल प्लास्टिक मेन चाहिँ टार्गेट किन गरिरहेको छु नि, प्लास्टिकले इकोसिस्टमलाई एकदम इन्टरफियर गर्छ अनि प्लास्टिक इज द मेन कल्प्रिट। सो अब नेपालमा त त्यो हुन्छ नि चहल पहल धेरै हुन्छ, त्यसलाई उनीहरू त ब्यान गर्नुपर्ने हो प्लास्टिकलाई होइन, इकोसिस्टम होइन। अनि यो हाम्रो यसले धेरै इफेक्ट गर्छ किनभने यो छ नि, यो प्लास्टिक छ नि, यसलाई यता हालौ क्या अलिकति के भन्छन्, यो कहिले पनि कुहिन्न
बुझ्नु नि अरू चिज चाहिँ भनेको त्यो यो खानेहरू जति पनि छ नि त्यो गएर पछि गएर मिसेर जान्छ बट यो मन्दिर परिसर वरिपरि त यो बुढानीकण्ठ मन्दिर व्यवस्थापन समितिले पनि यसो सरसफाइ गर्नुपर्ने होइन र हेर्नु यत्रो उनीहरूले भन्छ यहाँ यो समितिको मन्दिरको अब समितिमा चाहिँ छ होला नि त गठन होला के होला होइन यहाँ सरसफाइ गर्ने भन्छ खोइ त नि नगरपालिका पनि होला बुढानीकण्ठ नगरपालिका खोइ त के अब मैले भन्नु के को लागि स्यालेरी खाएर बसिरहेको छु त्यो काठमाडौँको रिङ रोडभित्र मात्रै सफा गर्ने बाहिर चाहिँ फोहोर राख्ने भन्ने हो काठमाडौँ उपत्यकाको धारणा त्यस्तै लाग्यो नि त सरसफाइ अभियान हो यो ल भन्नु त हुन्न नि ल यसरी हाम्रो श्रमदाताज्यूहरूले चाहिँ आजको ल गोला गुल्का यसरी बाहिर फाल्नु हुँदैन ल प्लास्टिक चाहिँ फाल्नु हुँदैन ल यसरी अहिले हामी चाहिँ बुढानीकण्ठ मन्दिर परिसर बाहिरपट्टि छौँ भित्रपट्टि हल्का सरसफाइ गरिसकेर यसरी नियमित श्रमदाताज्यूहरू चाहिँ आउने क्रम जारी छ हामी यसरी यहाँको नगरपालिकाले पनि सरसफाइ ध्यान दिनु पऱ्यो यो बुढानीकण्ठ व्यवस्थापन समितिको हुन्छ नि गुठी संस्थानहरू ल ल गाइजहरू हेर्नुहोस् ल यस्तो फोहोर मैला फाल्नु हुँदैन ल नानी बाबुहरू है ल थ्याङ्क यू सो मच ल बच्चाहरूमा पनि यस्तो किसिमको ल यो यस्तो यस्तो चेतना चाहिँ आउनुपर्छ बच्चाहरूबाट सुरु गर्नुपर्छ अनि मात्र देशको विकास सम्भव हुन्छ ल साथीहरू भित्रको लिएँ मैले मैले हालिसकेँ भित्रले ल हेर ल हो ल नानी बाबुहरूले अबदेखि यसो अरूले फाल्नु हुँदैन भन्नुपर्छ है ल यसरी सङ्कलन ल हामी नियमित यहाँ यो के भन्छ दियो बाल्ने प्यालालाई टिलिक्क टल्काउने श्रमदान भइरहेछ आज चाहिँ आजको श्रम बुढानीकण्ठ नगरपालिका अन्तर्गत बुढानीकण्ठ मन्दिर परिसरमा फोहोर मैला टिपिसकेर अब भित्रपट्टिको यो प्याला टल्काउने काम भइरहेछ साथीहरू ल सबैजना श्रममा जोडिनु होला प्रत्येक शनिबार श्रमदान देशव्यापी रूपमा चलिरहेको छ जय श्रम ल यहाँ पनि अत्याधिक फोहोर छ यहाँ पनि सरसफाइ भइरहेछ है ल यसलाई टल्काउने हो ल धन्यवाद बाबु धन्यवाद नानीहरू ल हेलो ल अब यो टल्काउने काम भइरहेछ ल साथीहरू ल अब हामी प्लास्टिकहरू चाहिँ टिपिसकेर यो दियोको बाल्ने प्याला के भन्छ सर यसलाई सेवार हो के हो यो आज सरसफाइ कार्यक्रम भइरहेछ बुढानीकण्ठ ठाउँमा यो चाहिँ कस्तो भने अब तपाईँको हामी यता अलिअलि यता बासिन्दाहरू चाहिँ नजिकको भएर होइन यसले सफा गरौँ भनेर कृति प्रमाण गरिरहेको ल यो चाहिँ दियो यो बाल्ने यो प्यालालाई चाहिँ टिलिक्क टल्काउने कार्यक्रम भइरहेछ अहिले चाहिँ ल सबैजना यसरी आजको श्रमदानमा जोडिरहनु भएको छ यसरी हाम्रो दिदीले नि सानो टी-शर्ट ल्याएर दिनुपर्छ अब नेक्स्ट टाइम ओके वी विल अरेन्ज ल उयो अलिक उयो केयर गर्ने फेरि टिटेनस हुन्छ नि खियालले उयो गर्यो भने त म चाहिँ निस्कने होला है एउटा हामी दुईजना फोटो लिदिनु ल हुन्छ खै दिनु त क्यामेरा ल
ल दिदी यहाँ एउटा भिडियोमा के भनिदिनु होला आज यहाँको फोहोर मैलाहरू देखेर चाहिँ बुढानीकण्ठ मन्दिरको परिसरमा यहाँको व्यवस्थापन समिति लगायत यहाँको नगरपालिकालाई के भन्न चाहनुहुन्छ? म उहाँलाई सबभन्दा पहिला त थ्याङ्क यू भेरी मच भन्न चाहन्छु किन उहाँले हामीले परमिसन दिनुभएको छ सरसफाइ गर्नु र हामीले यो ग्राउन्ड त सरसफाइ गऱ्यौँ तर त्योभन्दा इम्पोर्टेन्ट मैले देखेँ भने यो त्यो बत्तीहरू जलाउने ठाउँ चाहिँ नि कालो कटकटेको रहेछ त्यो चाहिँ हामीले सबै सफा गर्दैछौँ आज कम्प्लिट चाहिँ हुन्छ हुँदैन थाहा भएन किन अनि अर्को ठाउँ पनि जानु छ तर भित्रको चाहिँ आज हामी कम्प्लिट गर्छौँ जो चाहिँ मन्दिरभित्र छ नि दियो चारैपट्टि त्यो चाहिँ हामी कम्प्लिट गर्छौँ र मोस्ट इम्पोर्टेन्ट चाहिँ आज सानो बच्चाहरू पनि आउनु भएको छ हामीलाई सपोर्ट गर्नु र हामीले उहाँलाई प्रमिस गरेको अब अर्कोचोटि हामी आउँदा चाहिँ उहाँलाई पनि एउटा टी सर्टहरू ल्याएर दिन्छु भनेर र उनीहरूलाई पनि एउटा हामीले भोलि पर्सि उनीहरूलाई क्लासेसहरू पनि दिन्छु त्यो नानी बाबुहरूले चाहिँ यसरी सरसफाइ गरेको देख्दाखेरि उनीहरू चाहिँ कस्तो किसिमको चाहिँ उनीहरूको मानसिकता उनीहरूको खुसी लाग्यो काम गर्नु मजा लाग्यो तिमीलाई यो बच्चाहरूको मानसिकतामा कस्तो चाहिँ यो चेतना आउँछ होला त यो बच्चाहरू हिजोसम्म यहाँनिर उक्लेर घुमेर बसिरहनु भएको थियो तर आज उहाँले हामीले काम गरेर उहाँहरू काम गर्नु आउनु भएको छ नि यसले हामीले के बताउँछ भने बच्चाहरूले हामी सानैदेखि जिम्मेवारी सिकाइरहेको छ कि यो सबैको जिम्मेवारी हो मन्दिर सफा राख्ने उनीहरूले केही न केही त यहाँबाट सिकिरहेछ शिक्षा पाइरहेछ उहाँ यति एक्साइटेड हुनु भएको छ उहाँहरू हामीभन्दा अगाडि सरेर काम गरिरहनु भएको छ हामीले श्रम संस्कृति पार्टीको उद्देश्य नै यही हो श्रमदान सबैले आज उनीहरूको छुट्टीको दिन हो 1 घन्टा होस् या आधी घन्टा उहाँले पनि श्रमदान श्रम गर्ने संस्कार बसाउनु पर्छ भन्ने मोटिभ हो हस् धन्यवाद दिदी थ्याङ्क यू सो मच यसरी बच्चाहरूले पनि हामीले गरेको श्रम देखेर चाहिँ उहाँहरूले पनि श्रम गरिरहनु भएको छ सरसफाइ गर्नुपर्छ भन्ने खालको एउटा चेतनाको विकास भइरहेछ साथीहरू चेतनाको विकास बिना चाहिँ देश विकास हुनु असम्भव छ साथीहरू ल सबैजनाले श्रम गरौँ जानुहुन्छ हस् ल सर ल उहाँ चाहिँ बिदा हुनुभयो टाढोबाट आउनु भएको छ सोलुतिरबाट त्यस कारणले गर्दाखेरि ल अब हामी यहाँ निरन्तर यसरी छौँ ल यो प्यालालाई यसरी टिलिक अहिले ल के भन्नु ल नानीहरू पनि यस्तो किसिमको चाहिँ चेतनाको विकास भइरहेछ श्रम गर्यो भने पैसा पनि पाइन्छ सम्मान पनि पाइन्छ इज्जत पनि पाइन्छ ल बाबुहरूको जय माटो जय देश जय हर्कबाद ल थ्याङ्क यू सो मच यसरी साथीभाइहरूलाई पनि सरसफाइ गर्नुपर्छ फोहोर मैला गर्नु हुँदैन भन्नुपर्छ है ल हस् है यसो डस्टबिनमा मात्रै फाल्ने प्लास्टिकहरू खानेकुराहरूको खोलहरू है ओके थ्याङ्क यू सो मच ल हेर्दा कति टिलिक्क भइसक्यो हेर्नु त ल अघि कालो त्यो किटको जस्तो थियो अहिले चाहिँ तपाईँको पित्तल निस्क्यो हामी सब ठाउँ पुग्छौँ आज हाम्रो उता किर्तिपुरमा नि श्रमदान भइरहेछ शनिबार चाहिँ देशव्यापी रूपमा श्रमदान हुन्छ विशेष गरेर जस अन्तर्गत आज हाम्रो एउटा टोली चाहिँ बुढानीकण्ठ परिसरमा छ होइन त दिदी ल उहाँहरू एकदम नियमित श्रमदाता पनि हुनुहुन्छ ल यसरी सबैजना चाहिँ श्रम गर्नलाई सरसफाइमा जोडिनु भएको छ साथीहरू ल सबैको जय होस् जय श्रम ल जय श्रम ल यसरी सबैजनालाई यसरी एउटा चेतनाको विकास पनि भइरहेछ श्रमदान मात्र होइन यो चाहिँ एउटा पब्लिक रूपमा यसरी हामीले सामाजिक सेवाको कामहरू गऱ्यौँ भने चाहिँ एउटा चेतनाको विकास पनि हुन्छ साथीहरू ल सबैको जय होस् अघिदेखि सघाइरहेछ हो नि गुड जब वाउ कपी ल हेर्नुहोस् पढ्नको लागि कति राम्रो हो ल कति राम्रो ल हेर नानीहरूमा नि यसरी श्रम गर्नुपर्छ भन्ने मानसिकता जागेको त्यही त तपाईँहरूको भिडियो गइसक्यो अघि भित्र छिर्नु दिएन म त पत्रकार होइन म चाहिँ यसो भ्लगहरू गर्छु ल
ल आजको यहाँ सरसफाइको बारेमा केही भनिदिनु न। आजको फोहोर मैला पनि अत्याधिक रूपमा हामीले देख्यो मन्दिर परिसरभित्र। यहाँको अब व्यवस्थापन समितिलाई के मेसेज दिन चाहनुहुन्छ? काठमाडौँ जिल्ला कमिटीले आयोजना गरेको यो हाम्रो के अरे नारायण थान मन्दिरमा चाहिँ सरसफाइ कार्यक्रम। यहाँ हामी बच्चाहरूलाई पनि श्रम गर्न सिकाउँदैछौँ है। अनि हामी चाहिँ सरसफाइ गरेर आएको 2 घन्टा खटेर आएको लगभग 1 रोल चाहिँ सक्यो। अब उतापट्टि नजानु भनेको छ होइन, बाहिरपट्टि सबै सकिसक्यो, वरिपरि सबै सकिसक्यो। बाहिर त सबै सकेर सरसफाइ गरेर हामी भित्र छिरेर 2 घन्टा सफा गरेर दियो कलशलाई सफा गरेर। यसरी सरसफाइमा श्रमदानमा जोडिन चाहने कोही नयाँ व्यक्तिहरूले के भन्नुहुन्छ? नयाँ व्यक्तिहरूलाई जोडिन चाहने व्यक्तिहरूलाई देश बनाउनका लागि सबैजना जुटौँ होला है। जुटौँ होला। हामी चाहिँ के अरे आफ्नो देश आफै बनाउँ। टोल समुदाय होइन, क्षेत्र जिल्ला सबैजना जोडिन होला। जोडेर चाहिँ हामी आफ्नो देशलाई बचाउँ भन्न चाहन्छु। जय माटो, जय मातृभूमि, स्वदेश बचाउने, स्वदेशी अर्ग्यानिक श्रम संस्कृति पार्टी सबैजना जोडिन हुनको लागि अनुरोध गर्नुहुन्छ। जोड्नु होला। 3 करोड जनताहरू जोडेर आफ्नो देश बचाउन बनाउनतिर लाग्नु होला। अब यो गफले हुँदैन है, गफले बन्दैन। देश आफ्नो देश बनाउन र बचाउनको लागि हामी टोल क्षेत्र सबै लाग्नु पर्नु। अगुवा श्रमदाता रेणु साम्पाङ राई हुनुहुन्थ्यो र यसरी सरसफाइको लागि उहाँले सबैजनालाई चाहिँ जोडिन हुनको लागि पनि अनुरोध गर्नुभयो। र सबैजना यसरी सामाजिक काममा चाहिँ जोडिनुपर्छ भन्ने चाहिँ हाम्रो पनि मान्यता हो। ल आज चाहिँ हाम्रो लगभग सरसफाइ सकिसकेपछि चाहिँ यसरी बच्चाहरूदेखि लिएर यहाँ पार्टिसिपेटहरूले चाहिँ श्रमदाताको टी सर्ट चाहिँ वितरण पनि गरिरहनु भएको छ है। Okay, सबैजनालाई सोध्छु है। हामी Wait, you want me to take video? Yeah. Okay, first I will take 1. Ready? 1, 2, 3. अब मेरो सानो सानो बच्चाहरूलाई सोध्न चाहन्छु। अर्कोचोटि हामी आउँदा तपाईँहरूले के ल्याइदियो? अरू? अन्त श्रमदानमा बच्चाहरू पनि भाग लिने हो अब? पक्का हो? अनि पढाइ पनि गर्ने हो? ओके, पढ्नु पनि हामी पढाउँछौँ, पढ्ने हो? जरुरी छ। ओके, थ्याङ्क यू सो मच। अन्त भन्न त के हो? के भन्नु? जय श्रम, जय श्रम, जय श्रम। ल यसरी बच्चाहरूमा पनि श्रम गर्नुपर्छ भन्ने चाहिँ एउटा चेतनाको विकास पनि भएको छ साथीहरू। नमस्ते, जय श्रमदान, जय माटो, जय मातृभूमि, जय हर्क साम्पाङ है। आज चाहिँ मैले केही टी सर्टहरू 20-30 टी-सर्ट लिएर आएको थिएँ होइन। यो हाम्रो हर्क साम्पाङ मेयरज्यूको यो श्रम अभियानमा, अध्यक्षज्यूको श्रम अभियानमा देश विदेशबाट धेरै सहयोगहरू आइरहेछ र यो सहयोग मध्ये चाहिँ हाम्रो बहिनी जीवनी थेबे लिम्बू र सुरेन थापा मगर है त। उहाँहरू चाहिँ फ्रम युकेबाट चाहिँ उहाँहरूले चाहिँ के अरे 90वटा टी सर्ट छपाउनु लगाउनु भएको थियो हामीलाई। त्यो चाहिँ मैले लिएर यहाँ आज चाहिँ भाइलाई हस्तान्तरण गर्दैछु है। ल भाइको नाम चाहिँ सुरज राई भाइलाई हस्तान्तरण गर्दैछु। उहाँ स्पोन्सर गर्नुहुने हाम्रो जीवनी थेबे लिम्बू र हाम्रो सुरेन थापा मगर बहिनी ज्वाइँलाई हामी सम्पूर्ण श्रम संस्कृति पार्टीबाट तर्फबाट मुरी धन्यवाद भन्न चाहन्छौँ। र यसरी आफूले दुःख गरेर कमाएको एकमुठी जोडेर हाम्रो श्रम संस्कृति पार्टीको लागि योगदान गर्नुभएकोमा एकदमै हामी आभारी छौँ। र यसरी नै सबैजनाले देश विदेशमा छरेर रहनुभएको आफन्त दाजुभाइ तथा दिदीबहिनीहरूले टी सर्टको लागि पनि स्पोन्सर गर्नुहुन्छ भने हामीलाई सम्पर्क राख्नुहोला। मेरो नाम चाहिँ रेणु साम्पाङ, श्रमदाता है त। ल हस्त, धन्यवाद। ल सबैजनालाई धन्यवाद।
विशेष गरी हाम्रो साना साना भाइ बहिनीहरूलाई धेरै धेरै धन्यवाद है हामीलाई धेरै सहयोग गर्नुभयो मन्दिरलाई सफा बनाउनु भयो ल अब हामी एकछिन सबैजना मिलेर बसौँ अनि फोटो खिचौँ फोटो खिचेपछि बाहिर गएर खाजा खान्छौँ बिदा हुन्छौँ यति नै भने ल जय होस् ल जय श्रम ल फोटो खिचौँ आज चाहिँ जति भेला भयो ल हो त्यहीँ सबै त्यहीँ बस्नु ल ल फोटो सेसन कार्यक्रम सक्यो अब हामी खाजा पानी गरेर चाहिँ अर्को कार्यक्रमतर्फ लाग्नेछौँ साथीहरू आज हामी लगभग 40 जना जति भेला भयो यहाँ साथीहरू ल सबैजनालाई जय होस् जय श्रमदान ल आज अब 2 बजी पनि अब कार्यक्रम भएको हुनाले त्यसलाई पनि हामीले कभर गर्नुपर्ने हुन्छ साथीहरू ल सबैजनाको जय होस् ल श्रमदानपछि मासु चिउरा खाइयो मासु ल आजको बुढानी कण्ठ मन्दिर सरसफाइपछि हामी 30-40 जनाको भेलामा यसरी मासु खाजा खाएर अब हामी छुट्छौँ साथीहरू ल सबैको जय होस् मासु भात No, I'm pure vegetarian. हो आजको हाम्रो मासु यही हो थ्याङ्क यू त्यो आजको खाना चाहिँ हाम्रो डाक्टर धनलाई धेरै धेरै धन्यवाद आजको स्पोन्सर उहाँले गर्नुभयो यो यस्तो मिठो हेल्दी यो नेवारी खाजा एकदम है सर लिनु भएन धेरै धेरै धन्यवाद भर्खर खाना खाएर आएको हामी बुढानी कण्ठको सबैजना जनताहरूलाई पनि केही भनिदिउँ न हामीहरू यहाँनिर घरिघरि काम गर्ने र यहाँको सफाइ गरिराख्ने प्रयत्नमा छौँ हजुरहरू पनि अर्को पालि हामीलाई आएर जोइन गरिदिनुहोस् होला किनकि अब जति बेसी मान्छे भयो त्यति राम्रो काम गर्न सक्छौँ होइन हामी सबैजना यतै बुढानी कण्ठको हो म आफै रुद्रेश्वर चोकको हो होइन तपाईँ पनि आइदिनुहोस् अर्को पालि हामी मिलेर सबैजना अझै काम गरौँ न है ल धन्यवाद उहाँले यहाँ स्थानीयवासीहरूलाई पनि श्रमदानमा पार्टिसिपेट हुनको लागि अनुरोध गर्नुभयो र सबैजना पार्टिसिपेट हुनु होला ल के छ मासु सक्यो ल मासु हालिदिनु त ल आजको मासु यही हो भटमासको मासु ल भटमासको मासु खाइयो है